सुदूरको सौन्दर्य सम्भावना र रित्तिँदै गएका गाउँहरू। सुदूरपश्चिमको मुटु डोटी, जहाँ प्रकृतिले आफ्नो सुन्दरता खुलेर पोखेको छ। सल्लाका सुसेलीसँगै बग्ने चिसो हावा र पृष्ठभूमिमा मुस्कुराइरहेका यी हिमालहरूले जो कोहीको पनि मन चोर्छन्। यो त्यही ठाउँ हो जहाँ पुगेपछि सहरको कोलाहल आफै हराएर जान्छ र मनले एक अद्भुत शान्तिको महसुस गर्छ। भिरालो जमिन, नागबेली पर्दै बगेको नदी र डाँडा काँडा छिचोल्दै कुरिएका यी गोरेटो अनि मोटर बाटाहरू, यी दृश्यहरू मात्र होइनन्, यी त यहाँको जीवन र सङ्घर्षका रेखाहरू हुन्। यहाँको माटोले दुःख र सुख दुवैलाई उत्तिकै मायाले अँगालेको छ। फाँटहरूमा पहेँला भएर झुलेका गौँका बाला यहाँका किसानको पसिना र माटोको उब्जनीको कथा भन्छ। अनि एकान्त डाँडाको टुप्पोमा रहेको त्यो सानो घर हेर्दै कस्तो आनन्द लाग्ने। तर यो शान्तिको पछाडि एउटा मौन यथार्थ पनि लुकेको छ। आधुनिक समयमा शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधाको खोजीमा धेरै मानिसहरू पहाड छोडेर तराईतिर बसाइसकेका छन्। त्यसैले त यति सुन्दर र विशाल पहाडहरूमा आजभोलि धेरै घरधुरीहरू देखिँदैनन्। गाउँघर बिस्तारै रित्तिँदै गएका छन् र यी सुनसान डाँडाहरूले सायद आफ्नै मान्छेहरूको बाटो कुरिरहेका छन्। तर जति नै रित्तिए पनि डोटी ऐतिहासिक र सांस्कृतिक रूपमा निकै धनी छ। गाउँघरमा पाइने यस्ता पुराना नाउला र पँधेराहरू हाम्रा पुर्खाको सिप र जीवनशैलीका साक्षी हुन्। पुस्तौं पुस्तादेखि यहाँका मानिसहरूले प्यास मेटाउँदै आएका यी जलस्रोतहरूले आज पनि हाम्रो मौलिकतालाई एक्लै भए पनि जोगाएर राखेका छन्। यहाँको भूगोलभित्र सुन्दरता मात्र होइन, अथाह सम्भावना पनि लुकेको छ। गाउँघरमा घरको छाना छाउन प्रयोग गरिने यी छप्पनी ढुङ्गाहरूलाई हेर्नुहोस् त। परम्परागत रूपमा प्रयोग हुँदै आएका यी ढुङ्गाहरूलाई यदि आधुनिक प्रविधिबाट प्रशोधन गर्ने हो भने सहरका सुविधा सम्पन्न घरहरूमा प्रयोग गरिने टाइल्स र मार्बल पनि यहीँबाट उत्पादन गर्न सकिन्छ। लाखौँले रोजगारी पाउन सक्छन्। सायद यस्ता सम्भावनाहरूलाई पनि आफ्नै गाउँमा प्रयोग गर्न सक्ने हो कि? सायद यस्ता सम्भावनाहरूलाई आफ्नै गाउँमा प्रयोग गर्न सक्ने हो भने तराई झरेका पाइलाहरू फेरि उकालो लाग्ने थिए कि? जब दिन ढल्छ र रात पर्छ, डोटीका डाँडाहरू यसरी झलमल्ल बन्छन् मानौ आकाशका ताराहरू सबै जमिनमा ओर्लिएका हुन्। यो शान्त रात, यो चिसो हावा र यो सुन्दर दृश्य, डोटी साँच्चै नै एकपटक पुग्नै पर्ने स्वर्ग हो। तपाईलाई सुदूरपश्चिमको यो सुन्दर यात्रा र हाम्रो गाउँघरको यो यथार्थ कस्तो लाग्यो? डोटीको यो सौन्दर्य र सम्भावनालाई सबै माझ पुर्याउन भिडियोलाई एक सेयर गर्न नभुल्नुहोला दर्शकबिन। यस्तै अर्थपूर्ण भिडियोहरूका लागि हामीसँग जोडिरहनुहोला। म दिपेन्द्र शाही बिदा लिन्छु। हवस् त, धन्यवाद।